हेलो गाइस, आज हामी चाहिँ यहाँ फाइनली सूर्यगढी आइपुगेको छौँ। अब हाम्रो यात्रा यहाँबाट चाहिँ हिँडेर जाने यता माथि। यो चाहिँ के हावा गरौँ होला, अब त्योभन्दा नि उता माथि जान्छ हामी। अब यहाँबाट सुरु हुन्छ हाम्रो स्टार्टिङ हुँदैछ। यहाँबाट चाहिँ माथि अब 1 घन्टा लाग्छ भने कस्तो छ 1 घन्टा लाग्छ रे। हामी फाइनली यहाँ बागेश्वरी मन्दिर आइपुगेको छौँ। हामी छ केटाहरूलाई त्यति हिँड्दा पनि एकदम थाकिरहेको भगवान पुग्ने हो। बाटो यही हो। जस्तो लागिरहेछ हिँड्न नसकेको अवस्था छ। हाम्रो कोही उता दौडेर आइरहेको छ है, दौडेर आइरहेको कोही अरू राजन दाइ हिँडिरहनु भएको ठाडो। हाम्रो राजन दाइ ठाडो अगाडि हिँडिरहनु भएको। ल गाइस भिडियो बनाउन रसा हो यो होइन रस्सा आउँदै हाम्रो केटाहरू हिँड्न नसकेर यस्तो पारो भइरह है। ल ओ सार भाइ कहाँ हो? ल अब हिँड्न सक्दैन यस्तै हो। त्यही भएर छिटो छिटो हामी चाहिँ सूर्यगढी आइपुग्न लाग्यो। ट्याक्क यहीँ छ, यही हो। अझ एउटा उकालो अब लास्ट बाँकी। केटाहरूको चाहिँ हालत खराब भएको छ आज, विशेष गरी हाम्रो लाउरे भाइको। फाइनल्ली गाइज हामी यहाँको नेपालको भन्दा चाहिँ अवस्था भएछ। थाहा भएन नि त यार। सूर्यगढी आइपुग्यो गाइस। कस्तो लागेछ भाइ? मेरो भाइ चाहिँ एकदम थकित भइरहेको छ। ल गाइस फाइन सूर्यगढी यहाँबाट एकदम पानी डाँडा छ, उतापट्टि पनि पुरै एकदम दामी लाग्यो मलाई चाहिँ।